गुड मर्निङ साथीहरू। म चाहिँ अहिले गहुँ काट्नुको लागि बारीमा जाँदैछु। यहाँतिर गाउँतिर गहुँ काट्ने काम चलिरहेको छ नि त, त्यही भएर घरदेखि घाँस लिएर गहुँ काट्नुको लागि हिँडेमा चाहिँ अहिले देखाउँछु है त हजुरहरूलाई गाउँ। म चाहिँ अहिले आधी बाटोमा आइपुगेँ अनि यहाँतिर यस्तो राम्रो छ क्या, भर्खर भर्खर काम दबाई खानु अनि बिहानको जाने त्यो गोठदेखि पछाडि काफल पनि छन्। हेर्नुहोस् त्यहाँको माहौल यस्तो छ, हाम्रो किमको रुख रहेछ तर देखाएन अहिले। अनि त्यहाँ यस्तो तातै गाउँ पाकेर कति राम्रो देखिएको छ यताउति पाखाहरू। म तपाईँहरूलाई अब गाउँ काट्ने ठाउँ भएर देखाउँछु। सुन्तलाका बोटहरू यति धेरै छ नि यहाँ, यिनी चाहिँ जौ हुन्। अनि यो माथिको यो वाला बारी पनि हाम्रो हो। अनि तल छन् मम्मीहरू, जान्छु है त म। यो चाहिँ हाम्रो काफलको रुख त फल्दै फलाएर हिँड्छन् बहिनी। चाहिँ मम्मीहरू छ है, यहाँबाट यहाँसम्म आउनुहोस्। गाउँबारी घर छन्, यस्तो राम्रो छ। आन्टीहरूले काट्नुपर्छ, यति धेरै रहेछ नि त गाउँ गएँ नि। यति परवटा यतिसम्म काट्यो। मलाई गाउँ काट्नको लागि उठाउनुहुन्छ। म चाहिँ बसिरहेको छु। टाउको दुखेको छ क्या चाहिँ काम नगरे मान्छे त म त धेरै अब उतातिर गाउँ काट्ने हुन्न घरतिर। यहाँ चाहिँ राम्रो फुल छ हजुर। यतिको भयो काफल चाहिँ रहेछन्, तर कहाँ छ होला काफल रहेछन्, पाकेर रहन्छ नि। यस्तो आएको छ काफल त, ओ माई गड। त्यहाँ त एउटा पाकेको रहेछ, कोठी पनि सक्छ। गाह्रो छ गाह्रो। पिठो गाउँको पिठो मेरो साथीहरू मेरा लसुन मलाई देखा त, मेरो पिठो देखा न ल। मेरो पिठो यति धेरै गाउँ बोकेर हिँड्दैछु। अनि यो क्यामेराम्यान चाहिँ अहिलेको क्यामेराम्यान चाहिँ मेरो भाइ बबी, सुजन, मनिष, छविलाल कन्जुस। फेरि हामी चाहिँ गहुँ लिनको लागि जाँदैछौँ। रहेको छ मेरो साथमा मेरो बहिनी। अनि म यस्तै छ साथीहरू, गाउँले जीवन के गर्ने, डाँडापाखा हेरेर दिन बिताउने काम भइरहेछ दमाचौरतिर आएर माइती देशमा। अनि यस्तै छ जिन्दगानी हजुर। ल हेर्नुहोस् है, यो चाहिँ हाम्रो गाउँमा पाइने गाँडे काफल हो। यो चाहिँ हामी गाँडे काफल भन्थ्यौँ पहिले, तर यसको आकार यसको बनावटी चाहिँ स्ट्रबेरी जस्तै मिल्न चाहिँ खोज्छ, तर स्ट्रबेरी चाहिँ होइन। यसको बोट पनि स्ट्रबेरी जस्तै हुन्छ। अनि मेरो बहिनी चाहिँ काफल टिप्न गएको छ नि त्यहाँमा, आफू चाहिँ काफल खान गइ छ। यसरी कसरी मलाई उयो लाग्छ नि त, खिजबाट लाग्छ रुखमा चढ्न। मलाई चाहिँ काफल कति पठाइदियो ल दिदी खायो भने 2टा काफल, 2टा दाना काफल, त्यही पनि ठिकै छ। बहिनीले माया मानेर दिएको, मैले चाहिँ खाइयो। धेरै छैन कोही काफल आउँदैन, थोरै थोरै फलायो नि त। कस्तो लागिरहेको छ काफल टिप्न लगाएको। यो चाहिँ मेरो बहिनीले मलाई ल्याइदिएको काफल हो। राम्रो छ, बाइ गड उचाइरहेको छ मेरो बहिनी। आफूले छैन त हाँगो, यो कस्तो राम्रो फल फलेको हाँगो नै लिएर आएछ। किन ल्याउँछ के हेर न, पारा आँखा के आँखा यसका। थ्याङ्क यू सो मच मेरो प्यारी बहिनी, आई लभ यु सो मच बेबी। ल हेर्नुहोस् साथीहरू, अब अहिले चाहिँ दिदी तल गहुँ काट्न गएको छ। गहुँमा चाहिँ घाँस काट्न गएको छ। छिटाइ जाऊ, आउनु के दिदी। यो चाहिँ अर्को काफलको रुख हो। हेर्नु त्यहाँनिर कस्तो राम्रो काफल पाकेको छ। जान सक्छ र। अब के गर्ने, आकाशको फर आँखा तरी मर भने यही हो। अब त्यत्रो बुढा काफलको
कति धेरै काफल त छ नि आफूलाई टिप्न फिटिक्कै रुख जान आउँदैन यस्तै बस्ने हेर्ने तलबाट काफलाहरू भन्ने हुन्छ का माया चाहिँ मान्छे के ऊ कसको सुन्तलाबारी हो चोर्नको मलाई खुवाउनको लागि यस्तरी सुन्तला चोर्न गइछे ओइ छिटो हाई म तँलाई फेरि हेर्नु न कति चोर्ला चाहिँ त्यो परको घरको मान्छेको सुन्तला हो यसले चाहिँ चोरेर भ्याइ मार्छ नगर्के उताबाट गएको मान्छे यताबाट है के गर्ने माया चाहिँ मान्छे के बहिनीले सुन्तला आजले खाले दुःख गरी चोर्न गए कस्तो लाग्यो मैले चाहिँ घाँस काटेँ यसले चाहिँ गई हात कोरेर कस्तो भएको छ अनि के गर्ने कोही छैनन् गाउँमा यही छ एउटी बहिनी छ यही पनि झगडा गर्ने यसैलाई मार्ने यसो घुम्ने खाने यस्तै चलिरहेछ माइत आएको काम कस्तो छ रहेका छौँ गाउँका मुठा अब हामी खेरेर बनाएपछि पिठो पारेर हामीलाई बोकाएर अनि घर जान्छौँ पिठो त्यहाँ छ एउटा ऊ त्यहाँ मार्दैछ गाह्रो साथी नाजिरा चाहिँ खुसीले बिचारी मेरो बहिनीको हालत देखो देखो न गाइज मम्मीको भिडियो कत्रो देखो न गाइज उसको चाहिँ भिडियो हेर न कस्तो तल्लो भिडियो चाहिँ हाल ल्याएर पनि सुगायौँ पर छन् गाउँ अनि अब चाहिँ हामी घर जान्छौँ यहाँ रहेको छ सेलरोटीको लागि पिठो म चाहिँ भोलि घर जानेछु त्यही भएर आज टिकुली कसो मेरो बहिनीले भात खानलाई चाहिँ लाज लिएर मम्मी म सेलरोटी खाएर हजुरलाई देखाउने छु साथीहरू सेलरोटी पनि पाके अब चाहिँ हामी यति भन्दै अब म मेरो भिडियो अन्त्य गर्न चाहन्छु गुड नाइट भेटौँला नेक्स्ट भिडियोमा साथीहरू सबैजनाले माया गर्नु सेयर सब्सक्राइब गरिदिनु होला है त।